छ्याजालो नमस्ते फ्रम गुरुङ निवास फ्यामिली। यो चाहिँ मेरो फर्स्ट भ्लग हो अनि त्यसपछि हामी चाहिँ आजबाट भ्लग सुरु गर्दैछौँ। अनि अहिले चाहिँ म आन्टीको खुट्टाको नेल एक्सटेन्सन गर्दिन लागेको छु। नाउ लेट्स स्टार्ट। सामानहरू रेडी पारौँ है त। यतिखेर चाहिँ मैले मेरो सामान निकाल्नलाई रेडी पारिरहेको थिएँ। एक्सटेन्सन गरिदिनको लागि, आन्टीको एक्सटेन्सन गरिदिनको लागि सामानहरू रेडी पारेँ, निकालेँ, सबै सामानहरू जोडेँ। अहिले चाहिँ म जोड्दैछु यो सामानहरू। एलइडी लाइट यो चाहिँ हाम्रो सबै जेल नेल पोलिस हो। अनि म चाहिँ आन्टीको अहिले नेल एक्सटेन्सन गर्न लागेको खुट्टामा। नेल एक्सटेन्सन भन्दा नि जेल पोलिस मात्रै लगाउनु हुने रे उहाँले चाहिँ चुज गरिरहनु भएको छ। यो चाहिँ कस्तो राम्रो छ, यो नेल क्वालिटी नि राम्रो छ, प्लस के भन्छ यो कस्तो राम्रोसँग बसिन्छ क्या यो नेल पलिस, लङ टाइमसम्म बसिन्छ। यो भन्दा पनि यति मध्येमा मैले चाहिँ यो तीनवटा छ। अब तीनवटाको कम्बिनेसन कस्तो हुन्छ। बहिनी पनि उठ्यो ठ्याक्कै। हाम्रो चाहिँ सानो भाइ उठेको अवस्था। अब यसलाई काम गर्दा गर्दा सानो भाइ पनि उठ्यो। सानो भाइ, हाई वेलकम टु आवर भ्लग। सबैभन्दा सानो हो हाम्रो घरको। सानो भाइलाई चाहिँ हामी अघि निकालेको डब्बाहरू अब योहरू दिन्छौँ हामी खेल्न, किनभने यसले फेरि हामीलाई काम गर्न दिँदैन। सो हाम्रो चाहिँ रेस्टरुमभित्र चाहिँ यस्तो हुन्छ। बाहिर होटल छ नि त हाम्रो। सो यत्रो ठुलो पानी परिरहेको छ। यहाँ चाहिँ पानी आइसकेको छ, अहिले सोर्नुपर्छ। आजको वेदर चाहिँ यस्तो छ पोता ट्याङ्कीमा। अहिले चाहिँ यस्तो मात्रै छ। लेट्स सी यो तिनवटा लगाएपछि चाहिँ हाम्रो आन्टीको खुट्टा कस्तो हुन्छ। लेट्स सी। त्यसपछि मैले सुरु गरेँ आन्टीको नेल पलिस लगाइदिनलाई। बिस्तारै लगाइदिइरहेको छु। फर्स्ट कोट चाहिँ यतिको भयो। अब सेकेन्ड कोट लगाउनु बाँकी छ हाम्रो। सुकाउने कार्यक्रम चलिरहेको छ यहाँ। आन्टीले चुज गर्नुभएको नेल्समा चाहिँ यतिको भयो। त्यसपछि सबै कामसाम सकिसकेपछि मैले चाहिँ सबै प्याक गरेर राखेँ। सबै प्याक गरेँ सामानहरू। त्यसपछि आन्टी र मैले सरसफाइ गरेँ। यो चाहिँ मेरो सेकेन्ड डे होइन, भ्लगको सेकेन्ड डे। आई मिन टिकाको दिनको भ्लग हो यो चाहिँ। अनि मैले बिहानै उठेर सुतेको ओछ्यान पट्टाएँ सफा गर्नलाई। सबैभन्दा सुरुमा चाहिँ मैले उठ्ने बित्तिकै सुतेको ठाउँ सफा गरेँ, रुमहरू पट्टाएँ। अनि त्यसपछि कपडा झिकिरहेको छु। मैले चाहिँ त्यहाँ दसैँको लागि 3टा कपडा चुज गरेको थिएँ। त्यसपछि त्यो कपडा चाहिँ मैले त्यहाँ कुन लगाउने भनेर चुज गर्नलाई मैले त्यहीँ छोडिदिएको थिएँ। अनि अरू कपडाहरू चाहिँ मैले उता राखिदिएँ। मैले चाहिँ अघि सबै कपडाहरू पट्टाएर अनि लन्ड्री ब्यागमा राखेर रुम सफा गर्नतिर लागेँ। अहिले चाहिँ म झाडु लगाइरहेको छु। अनि झाडु लगाइसकेपछि चाहिँ म नुहाउन जान्छु भनेको थिएँ नि त। अनि रुम सफा गर्न सकिन लाग्यो। त्यसपछि चाहिँ म रुम सफा गरिसकेपछि चाहिँ म नुहाउन जान्छु। सरसफाइ सकिसकेपछि म चाहिँ नुहाउन गएँ। म चाहिँ नुहाइसकेँ अहिले। अनि नुहाएर ड्रेस चेन्ज गरेर अनि कपाल सुकाइरहेको छु म। हल्का कपाल सुकाएको। अनि त्यसपछि मुख धुनलाई रेडी हुँदैछु म। मेरो यो हेयरब्यान्ड नमिलेर ब्रस गर्न थालेँ। मैले मजाले ब्रस गरेँ यताउता ब्रस गरेँ, सबै ब्रस गरेँ। अनि त्यसपछि मुख धुनु पऱ्यो भनेर मुख धोएँ, गार्गल गरेँ। ब्रस गरिसकेपछि गार्गल गरेँ। म फेस वास चाहिँ यो टाइपको युज गर्छु। अनि फेस वास गरेँ, आफ्नो फेस मजाले क्लिन्स गरेँ। अनुहारमा भएको फोहोर मैलाहरू सबै निकालेँ, क्लिन गरेँ। अनि मजाले मेरो फेस धोएँ। अनि म हल्का रेडी हुँदैछु। अब मजाले क्लिन गरेँ। म चाहिँ आलुदम रेडी पार्न लागेको। सो तातो आलु अघि नै मैले बसालिसकेको थिएँ। अब चाहिँ यसलाई छोडाउँछु अनि त्यसपछि भेटौँला है त। आलु फेरि यस्तो तातो थियो। तातो आलु छिटो छोडाएँ, किनभने ढिलो भइसकेको थियो नि त। नुहाएर बिहान उठेर सबै काम गरेर ढिलो भइसकेको थियो। आलु काटेँ, बिस्तारै आलु काटेँ। अनि तातो थियो, तातो हुँदा पनि मैले काटिदिएँ। तातोमै काटिदिएँ।
त्यसपछि अचारको लागि सबै सामानहरू तासेँ। गाजर तास्दैछु म अहिले चाहिँ होइन। सबै सामानहरू तासेर राखेको थिएँ। प्याज पहिल्यै काटिसकेको थियो अनि गाजर मैले एउटा मात्रै हालेँ। त्यो एउटा गाजरलाई मजाले काटेँ। अलिकति ठिक्क मिडियम साइजमा काटेँ किनभने काँक्रो थिएन, काँक्रो ठ्याक्कै सकिरहेको रहेछ। अनि काँक्रो, मुला गाजर, मुला, आलुको मात्रै बनाएँ। अनि मुला तासेँ। मुला चाहिँ मैले धेरै हालेन, काँक्रो चाहिँ बरु मैले धेरै हालेँ। सबै काटेँ। म सबै बनाएर एकैचोटि हाल्छु भनेको मैले भिडियो गर्नै बिर्सेछ। फर्स्टमा त यस्तो पो हुने रहेछ। फर्स्ट टाइम हो नि त मेरो भ्लगिङ गरेको। त्यस भएर सबै काटेको हाल्छु, सबै प्रकारको बनाएर भिडियो बनाएर हाल्छु भनेको त्यस्तोसम्म बनाउनै भ्याएन। अनि आलुहरू सबै मिसाएँ। ढिलो भइसकेको थियो, यताउता गर्दाखेरि ढिलो भइसकेको थियो नि त। त्यस भएर मैले केही गर्नै भएन कि भिडियोहरू जति भिडियो छ त्यति भिडियो चाहिँ मैले बनाउँछु भन्दा कहिले के हुने कहिले के पर्ने भनेर टाइमै नभ्याएर गेटिङ रेडी फर दसैँको टिका। अहिले चाहिँ मलाई लास्टै ढिलो भइसक्यो। अनि के भन्छ अरे म चाहिँ रेडी हुन आँटेको। टिका लाउने मुहुर्त पनि गइसक्यो, समय। तर मैले टिका त चढाइदिइसकेँ भगवानलाई। सो अहिले चाहिँ म हल्का टचअप गर्छु, मेकअप गर्छु। त्यसपछि मेकअप गरेको भिडियो हेरौँ अलिअलि। म त्यस्तो प्रोफेसनल त होइन, तर अलिअलि आउँछु मलाई मेकअप गर्न। सो मेकअप गरौँ अनि त्यसपछि टिका लाउँदाखेरि भेटौँला। त्यसपछि त मैले छिटो मेकअप गर्न थालेँ। सुरुमा मैले टोनर लगाएँ अनि सिरम लगाएँ। सबै मैले मजाले मसाज गरेँ आफ्नो फेस सिरम लगाएर। मेरो चाहिँ एक्ने फेस भएको बेला चाहिँ मैले सिरम लगाउँछु नि त फेसमा। मेरो बहिनी आयो ठ्याक्कै। मेरो बहिनीले चकचक गरिरहेको थियो, त्यहाँ मेरो सामान चलाइरहेको थियो। म चाहिँ नचला भन्दै त्यसले मलाई हक गर्दै फकाउँदै गरिरहेको थियो। नचला मेरो सामान भन्दै मेकअप गर्दै बसेको थिएँ। ठ्याक्कै क्रिम मेरो कुर्तामा झरिहाल्यो। त्यसपछि छिटो गरेँ। कतिखेर भ्याउँछ भइसकेको थियो मलाई चाहिँ। छिटो गरेँ। अनि पुरै भिडियो चाहिँ छैन भने सनस्क्रिन लगाएको, क्रिम लगाएको, फाउन्डेसनहरू लगाएको त मैले गर्नै पाएन भिडियो, किनभने इट्स गेटिङ भेरी लेट नि त। त्यसैले छिटो जे पाउँछ त्यतै आफ्नो फेसमा दल्यो अनि छिटो मेकअप गर्यो, सक्यो। किनभने बाबाहरू रेडी भएर बसिसक्नु भएको थियो नि त बाहिर टिका लगाइदिनको लागि हामीलाई। त्यस भएर अनि मैले चाहिँ छिटो मेकअप गरेँ, छिटो। अनि यतिको भयो। लुक चाहिँ यस्तो भयो। अब कपाल मिलाउनु भएको छ मैले, यो पनि लगाएँ आज। सिम्पल मेकअप यति हो मेरो। कपाल चिसो छ नि त, सो म कपाल बान्दिनँ। यत्तिकै मेरो कपाल। मैले हिजो आफै एक्सटेन्सन गरेको, त्यस्तो खासै त राम्रो भएको छैन। यससँग म्याचिङ गर्नलाई चाहिँ यो लगाएको। सो अब चाहिँ म बाहिर जान्छु, टिका लगाउँछु अनि खान्छु। अब विजयादशमीको धेरै शुभकामना। अब फलोस् फुलोस्, सोचेको पुगोस्, भगवान जहिले दाहिने होस्, शत्रु जहिले देब्रे होस्। चामल अलि गिलो हो होइन, अलि यसो गर होइन। सफलताले सधैँ चुलिरहोस्। ल त्यसरी हो फुल्दिन। ल अनि अरू के भन्नु पर्दैन चाहिँ मागेको सधैँ होस् होइन। टाउकोमा राख्ने हो, टाउकोमा खादिन्न। ल भयो, ल त्यो टाउकोमा हालिदिनु पर्ने त्यो फुल चाहिँ टाउकोमा। अनि लु फुल यसरी दिने हो। ल भाग्यमा नि होस् मेरो छोरी भनेको पुगोस्, रिस पाइतालाउने होस्। ल सिया वा ओके।
महँगो भयो त अलि वान प्लेट ओके ल अलि राम्रो आशीर्वाद ल ल चक्लेट अलिक कम होस् ल ल दिस वान हो नमस्ते गर बाबालाई नमस्ते नमस्ते your leg give your leg only leg no slipper slipper ल है मेरो खानु खै दसैँको तिमी खानेकुरा होइन त्यो आज मेरो आँखैतिर गयो तपाईँले आँखैतिर गयो ल खै दिदी आधा भयो ल ओके ठिकै भयो तपाईँले मेरो सानो भन्नुभयो नि उसलाई मैले याद आयो त्यो एउटा खै यो फेसबुकमा मेरो सानो पापा खाने ल समय समयको ल छेजलो गटो छेजलो ल ल हरोस् पुरोस् भगवान्ले दाइने होस् 17 गते जहिले पाइताला पनि होस् होइन होस् ल टिका पनि पायो पैसा पनि कमायो टिका लगाए टिका लगायो मेरो सानो बहिनी आन्टी हेलो हाम्रो टिका लगाएर चाहिँ सक्यो बल्ल पैसा नि कमायो यो चाहिँ लास्टै चकचक गरिरहेछ यो जुत्ता त खोली त गयो म चाहिँ अहिले यस्तो छु बाबाहरूले चाहिँ पहिल्यै खाना खानु भइसकेको थियो अनि त्यसपछि मैले चाहिँ अलि ढिलो खाएको थिएँ त्यसबाट अहिले चाहिँ छिटो भोक लागेर कम मासु भात अचार आलुदम बिहान बनाएको सबै खाएँ मुसेर कम खाएँ मैले हामी चाहिँ रेस्टुरेन्टबाट निस्केर वी आर गोइङ रेशमा आन्टीको घर टिका लगाउनलाई खाना खानलाई मेरो बहिनी बाबा ड्राइभिङ आन्टी अगाडि बहिनी अगाडि जाम छ के गर्नु जाम मैले चाहिँ आधी बाटो पुग्दाखेरि नै मैले भ्लग इन्ड गर्नु पर्यो किनभने मलाई टाउको दुखिसकेको थियो त्यस भएर गाडी चढ्नु हुँदैन मलाई चाहिँ रिङ्गटा लागिहाल्छ आज फर्स्ट भ्लग कस्तो भयो केही थाहा छैन अब नेक्स्ट भ्लग चाहिँ मेरो एकदमै राम्रो आउनेछ आई होप यु गाइज लाइक इट प्लिज डोन्ट फर्गेट टु सब्सक्राइब लाइक एन्ड सेयर थ्याङ्क यू फर वाचिङ नेक्स्ट टाइम चाहिँ मेरो बब्बाल भिडियो आउँछ है त स्टे ट्युन गाइज नेक्स्ट भिडियो चाहिँ बब्बाल आउँछ